आज हामी एउटा यस्तो विषयमा कुरा गर्न गइरहेका छौं जसले हरेक नेपालीको मनभित्र कतै न कतै चोट पुर्याएको छ। आज हामी कुरा गर्दैछौं नेपालको राजनीति, नेताको भाषण, जनताको सपना र देशको भविष्य। आजको प्रश्न सरल छ तर उत्तर गहिरो छ। देश कसले बिगार्यो? नेताले? प्रणालीले? कि हामी जनताले नै? आजको यो पडकास्ट कुनै पार्टीको समर्थन होइन, कुनै नेतालाई गाली गर्न मात्र पनि होइन। यो पडकास्ट एक सामान्य नेपालीको मनको आवाज हो। नेपाल आज कस्तो अवस्थामा छ? युवाहरू विदेश जान बाध्य छन्, गाउँ खाली हुँदै गइरहेका छन्, शहरमा बेरोजगारी बढ्दैछ, महँगीले जनताको ढाड भाँच्दैछ। तर हरेक चुनावमा उही अनुहार, उही भाषण, उही वाचा, सडक बनाउँछु, रोजगार दिन्छु, भ्रष्टाचार हटाउँछु। तर चुनाव सकिएपछि सबै कुरा हराउँछ। किन? नेपालको राजनीति समस्या आजको होइन, यो धेरै वर्ष अघिदेखिको रोग हो। हामीले राजा हटायौं, प्रजातन्त्र ल्यायौं, संविधान बनायौं, संघीयता लागू गर्यौं। तर के जनताको जीवन बदलियो? के किसान सुखी भयो? के मजदुर सुरक्षित भयो? के विद्यार्थीलाई भविष्य देखियो? उत्तर सबैलाई थाहा छ। नेताहरू सधैँ भन्छन् हामी देश बनाउँदैछौं, तर देश बनाउने जिम्मा केवल नेतालाई मात्रै हो। हामी जनताले गलतलाई गलत भन्न छाड्यौं, आफ्नो मान्छे भयो भने गल्ती माफ गर्यौं। यहीँबाट समस्या सुरु भयो। आज नेपालमा राजनीति भनेको सेवा होइन, व्यवसाय बनिसकेको छ। टिकट किन्न पैसा, सरकार बनाउन सौदा, मन्त्री बन्न बार्गेनिङ। राजनीति अब जनताको होइन, नेताको करियर बनेको छ। हामी पटक पटक एउटै गल्ती दोहोऱ्याउँछौं। चुनाव आउँछ, भावनामा भोट हाल्छौं, जात, क्षेत्र, पार्टी हेर्छौं, काम होइन, र पछि भन्छौं देश बिग्रियो। तर के हामी निर्दोष छौं? नेपालमा धेरै नेताहरू छन् जो भाषणमा आगो झार्छन् तर काममा शून्य छन्। जनतालाई भावनामा खेलाउने, डर देखाउने, आशा बेच्ने, यही नै नेपाली राजनीतिको रियालिटी हो। अब कुरा गरौँ युवाको। नेपालको युवा देशको शक्ति हो, तर आज सबैभन्दा निराश पनि। पढेर के हुन्छ? योग्यता भएर के हुन्छ? कनेक्सन छैन भने सबै बेकार। यही सोचले युवा विदेश उडिरहेको छ। आज गाउँमा बुढाबुढी मात्र छन्, छोराछोरी विदेशमा पसिना बगाइरहेका छन्। नेताहरू भाषणमा भन्छन् देशमै रोजगारी, तर देशमै रोजगारी छैन। अब प्रश्न उठ्छ, के नेपाल डुब्न लागेको हो? सत्य के हो भने नेपाल डुबेको छैन, तर डुब्ने दिशातर्फ धक्केलिँदैछ। यदि हामीले अहिले प्रश्न नगरे, हामीले अहिले एकाउन्टेबिलिटी मागेनौं, हामीले अहिले चेतनाको राजनीति गरेनौं, भविष्य अझ गाह्रो हुन्छ। तर आशा सकिएको छैन। नेपालमा साँचो चाहने युवा छन्, प्रश्न सोध्ने नागरिक छन्, नयाँ सोच बोकेका मान्छे छन्। समस्या उनीहरू एकजुट छैनन्। राजनीति गन्दा होइन, मान्छे गन्दा बनाउँछन्। यदि सिस्टम गन्दा छ भने सिस्टम सुधार्नुपर्छ। यदि नेता गन्दा छन् भने नेता बदल्नुपर्छ। यदि हामी गन्दा छौं भने हामी आफै बदलिनुपर्छ। अब अन्तिम प्रश्न, देश कसले बिगार्यो? नेताले? प्रणालीले? कि हामीले? उत्तर तीनै हुन्। नेताले स्वार्थ हेरे, प्रणालीले कमजोर निगरानी गर्यो, हामीले गलतलाई साथ दियौं। अब के गर्ने? गाली गरेर मात्र हुँदैन, पोस्ट लेखेर मात्र हुँदैन, कमेन्ट गरेर मात्र हुँदैन। चेतना चाहिन्छ, प्रश्न चाहिन्छ, सही मान्छेलाई समर्थन चाहिन्छ। नेपाल परिवर्तन एक दिनमा हुँदैन, तर परिवर्तन आज सोच बदल्नबाट सुरु हुन्छ। यदि तपाईँ यो पडकास्ट सुन्दै हुनुहुन्छ भने तपाईँ समस्या होइन, समाधान हुन सक्नुहुन्छ। प्रश्न सोध्नुहोस्, सचेत बन्नुहोस्, भावनामा होइन विवेकमा भोट हाल्नुहोस्। यो पडकास्ट कुनै पार्टीको विरुद्ध होइन, यो पडकास्ट नेपालको पक्षमा हो। यदि तपाईलाई लाग्छ देश अझै बाँच्न सक्छ, भविष्य अझै बदल्न सकिन्छ, यो आवाज फैलाउनुहोस्। किनकि देश केवल नेताले होइन, हामी सबैले बनाउने हो। धन्यवाद।